हेलो गाइज नमस्ते, स्वागत छ मेरो युट्युब च्यानल कुमार काफी अभियानमा। गाइज आज फेरि हजुरको सामु नयाँ ब्लग भिडियो लिएर आएको छु। आजको यात्रा चाहिँ धनगढीको छ। मेरो भिडियोसँग जोडेर बस्नु होला र कोही नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला। गाइज अहिले चाहिँ म अत्तरिया जाँदैछु। धनगढी आएको बेला मेरो एकजना सर हुनुहुन्छ, सङ्गीतकार पनि हुनुहुन्छ, उहाँ डाइरेक्सन पनि गर्नुहुन्छ। हाम्रो फिल्म डाइरेक्सन गर्नुभएको थियो, देशका व्यथा कुराहरू धेरै पनि डाइरेक्सन गर्नुभएको छ अहिले। र विशेष चाहिँ उहाँ सङ्गीतकार हुनुहुन्छ सुनिल सागर, हजुरले पनि नाम सुन्नुभयो होला। सुनिल सागर सर चाहिँ यहाँ अत्तरियामा छ उहाँको स्टुडियो। धेरै वर्षपछि चाहिँ आज भेट हुँदैछ। अघि मैले कल गरेको थिएँ अनि उहाँले चाहिँ अब म फ्री नै छु, आउनुहोस् न सर, यत्रो वर्ष भइसक्यो भेट्न भएको हो, ल ल आउनुहोस्, कहाँ हुनुहुन्छ तपाईँ भन्नुहुन्थ्यो। म चाहिँ धनगढी आएको छु सर भनेपछि ल ल आउनुहोस् भेट्नु पऱ्यो भनेर म चाहिँ यो बिचमा खाली समय छ मसँग, यो समयमा चाहिँ म अत्तरिया जाँदैछु। र गाइज हजुर चाहिँ मेरो च्यानलसँग जोडिएर बस्नु होला र कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला। यो चाहिँ धनगढीबाट अत्तरिया जाने बाटो हो है। जस्तै बालेनको सहर भने चाहिँ काठमाडौँ, त्यस्तै चाहिँ यो धनगढी चाहिँ गोपी हमालको सहर हो। यहाँ पनि धेरै विकास भएको छ। उहाँ पनि स्वतन्त्र उम्मेदवार हुनुहुन्छ। बालेन शाह, गोपी हमाल अनि हर्क साम्पाङ एकदमै विकासशील युवा नेताहरू हुनुहुन्छ। त्यो मध्येको गोपी हमालको सहर चाहिँ यो धनगढीको अत्तरियाको बाटो हो। यो म अत्तरिया जाँदैछु। गाइज म चाहिँ अत्तरिया आइपुगेँ। अब सरलाई फोन गर्नु पऱ्यो होइन, कता हो मलाई त्यो पनि थाहा छैन। र यो चाहिँ विशेष अत्तरिया चौरा हो। चौरा चाहिँ म हजुरलाई देखाउँदैछु। यो भागबाट यतातिर जान्छ, यो यतातिर पश्चिम, यो चाहिँ कञ्चनपुर जान्छ। यहाँबाट सिधै उत्तरतिर जान्छ अछाम, डलदुरा बजाङ यो उत्तर, अनि यतातिर जान्छ यो कोवलपुर नेपालगञ्ज, अनि यो भयो म आएको यो दिशा चाहिँ धनगढी, यो अत्तरिया चौरा हो। गाइज म अब सरसँग एकचोटि कन्ट्याक्ट गर्छु कता बोलाउनुहुन्छ। हाम्रो सरसँग कति वर्ष भयो सर भेट्न आएको? आज हामी भेट्दैछौँ धेरै वर्षपछि। हामी सरसँग 12-13 वर्षपछि भेट भयो अनि एक कुराहरू पनि भयो, धेरै खुसी लाग्यो। अब चाहिँ हामी छुट्टिँदैछौँ र फेरि चाँडै भेट्ने गरेर। ल सर है त। ल स्टुडियो कहाँ हो, कता हो? स्टुडियो पर हो। अब जाउँला, अब पछि हुन्छ है त। त्यो चाहिँ उ गराउनु होला अनि उहाँको मान्छेलाई सम्पर्क गराइदिनु होला होइन। गाइस अब म चाहिँ धनगढीतिर जाँदैछु अनि जो सिरियलको बारे उहाँ चाहिँ सङ्गीतकार हुनुहुन्छ। धेरै कुरोहरूमा छलफल भयो हाम्रो। मेरो भिडियोमा कोही नयाँ जोडिनु छ भने सब्सक्राइब गर्नु नभुल्नु होला। गाइस अहिले चाहिँ अत्तरियाबाट धनगढीतिर लाग्दैछु। धनगढी उपमहानगरपालिका मलाई चाहिँ यहाँ मन परेको एउटा अर्को कुरो के भन्दा धनगढी अत्तरिया बाटो खण्डमा जुन साइकल यात्री हुन्छन् तिनीहरूको लागि चाहिँ अलग्गै लेन छुट्याइएको छ। जस्तै यो लेन, यो हरियो जुन छ यो लेन चाहिँ साइकल यात्रीको यता पनि छ र पहाडीपट्टि पनि छ। यस्तो यात्रीहरू चाहिँ सेफ्टी हुन्छन्। यो चाहिँ मलाई मन पर्यो। यहाँ साइकलको चिन्ह पनि बनाइएको छ साइकल यात्रीको। साइकल यात्री भनेको यसैमा मात्र हिँड्छ, उताबाट आइराख्नु पर्छ। जस्तै आफ्नो लेनमा मात्र हिँड्नु, यो चाहिँ मलाई मन पर्यो यहाँको। यस्तो हरेक ठाउँमा भइदिएपछि दुर्घटना चाहिँ कम हुने सम्भावना हुन्छ। होटल फ्लोरा यहीँ छ। अरू म्याडमहरूको आजको तालिम हो कि मिटिङ हो के हो, यो पहिलो घरमा म्याडमको चाहिँ
मिटिङ सकियो होइन अब चाहिँ यहाँ लाग्नुपर्छ घरतिर अब हामी जाँदैछौँ यहाँ चाहिँ फ्रेस तरकारीहरू पाउँछ होइन त्यही भएर चाहिँ यहाँबाट तरकारी लिएर जाँदैछौँ यो यतातिर कहाँ लगाएको छ यो नदीमा त्यो नदीमा लगाएको छ त्यो नदीमा किनारमा लगाउने रहेछ ओके गाइस अब हामी घर पुगिसक्यौँ होइन राति भए पनि राति त बाटोमै रात परिहाल्यो अनि आजको यात्रा जे होस् राम्रै भयो अनि सबैभन्दा त सरसँग भेट्न पाउनु नै मेरो ठुलो भाग्यको कुरो भएको छ आज सुनिल सागर वरिष्ठ सङ्गीतकार यसै गरी अब उहाँसँग फेरि पनि भेट हुनेछ हाम्रो चाँडै नै यति भन्दै फेरि पनि भेट हुनेछ नेक्स्ट ब्लग भिडियोमा थ्याङ्क यू फर वाचिङ माई भिडियो